आज हामी जाँदैछौँ नानीलाई चेक गर्नको लागि। आज सबै बालबच्चाहरू जम्मा भएर चेक गर्न यिनीहरूको। नाना यता हेरेर छोरो हाई गरिदेऊ, हाई गरिदेऊ। हामी आइपुग्यौँ चेक गर्ने ठाउँमा। डाक्टरहरू अझै आउनु रहेछ, एकजना मात्र आउनुभएको छ है। उहाँ हुनुहुन्छ स्वयंसेविका दिदी। नमस्कार। नमस्कार। आरामै हुनुहुन्छ? अरू बाँकी आउँदै हुनुहुन्छ। यहाँ सानो बच्ची पनि आइछन्। नमस्कार। मैले भिडियो गराउँदैछु। आज के चेक गर्दै जाँच गर्दै हुनुहुन्छ? बच्चाको पोषण स्थिति। हजुर, त्यसमा के जाँच हुन्छ? हाइट, वेट, पाखुराको नाप। अरू बाँकी आउँदै हुनुहुन्छ, एकछिनपछि आउनुहुन्छ। आज नानी ह्याप्पी छिन् यति बेलासम्म। जम्मा हुँदै हुनुहुन्छ आजको दिन बच्चाहरूलाई। नमस्कार। ल आउनुभयो अब बाबु नानीहरूको वेट लिने। सबै जम्मा भइसक्नु डाक्टरहरू आउनुभयो, सबै जम्मा आउनुभयो। अब यहाँ वेट लिने, तौल लिने बच्चाहरूको सबै तयारी हुँदैछ। हामी सानोले बोलाइछौँ। कसलाई बोलाएको साना? निद्रा लाग्यो सानोलाई। के भयो? युट्युबमा राखिदिन्छु, हेर्नु होला। यता सबै टिप्नु न। अरू के छ? अब यहाँ तौल नाप मलाई थाहा छैन नि त। अब तौल नाप्न पर्यो। तौल नानीको नाप दिनु। नाम लेखिसक्यो। यहाँ सबै लेख्नुपर्छ। त्यही सिस्टम फालो गर्यो। तपाईँ दिदी हजुर त्यहाँ बस्नु, उहाँलाई चाहिँ यो क्लास राख्न भन्छु हजुरले महिनामा टक्क निकालिदिनु होला। हुन्छ नि मोबाइल नम्बर चाहिँ
निका गइरे यता ओ अब सर्च मैडम आउनु मैडम यता आउनुहोस् है यतै गरौँ सेटिङ मिलाउनु गाह्रो हुन्छ त्यसपछि सर्चिङ गर्नु मिलाउने हैन के हुन्न बच्चालाई दिनु तपाईँलाई बच्चा यहाँ लिन्छ पहिला तपाईँ त आँखा घाम पर्छ आँखामा घाम पर्छ सुताउने कता राखौँ त ai 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 sao हेरिरहेको छु हजुर आनन्द छ ल्याइन लाउनु देब्रे हात त्यहीमा अब लेख्ने अहिले यो देखा पछि उता जान्छ इन्ट्री हुन्छ कि हाम्रो आलामी मोबाइलमा डाटा इन्ट्री गर्नुपर्छ ल माफी जाउँ त्यस्तो पाइ लिनुहोस् नमुना गरेर है खिच्नु सही हो कस्तो माया उहाँले फोटो पठाइदिनुहुन्छ हैन सुन्नु उहाँले हजुरलाई फोटो पठाइदिनुहुन्छ नवीनको आइडी नवीनसँग एड हुनुहुन्छ यहाँ अघि खिचेको क्या पठाइदिनु है नवीनको उसमा एड हुनुहुन्छ हैन उहाँ के नाम कस्तो राम्रो आछ नि हैन
सन्तले दिनुभएको कस्तो राम्रो यो भएन है नराख्नु